किन असङ्गति छ? 2083 मा यदि रुनु भएन भने अगाडि बढ्नु हुँदैन। अब रुनको लागि म भनिरहेको छु त तपाईँ अहिलेदेखि नै आँख मजी रुन थाल्नु होला, त्यस्तो मैले भनेको होइन। तपाईँ अहिले यानि कि 2083 मा पनि तपाईँले दुःख सहनु हुँदैन। तपाईँले आफ्नो सपनाको लागि पुरै डेडिकेसनको साथ फोकस भएर त्यो जुन लेजीपन तपाईँको शरीरभित्र जुन तपाईँको दुश्मन बसिरहेको छ त्यो दुश्मनसँग अहिले लड्नु हुँदैन, पेन हुँदैन, अहिले तपाईँको आँखामा आँसु आउँदैन, अहिले तपाईँले रात दिन मेहनत गर्नु हुँदैन भने तपाईँ अगाडि बढ्ने सम्भावना तपाईँको खतम भएर जान्छ। मान्नुहोस्, सिम्पल कुरा हो। तपाईँ कुनै पनि काम गर्नुहुन्छ, विद्यार्थी हुनुहुन्छ, स्पेसली हाम्रो डेडिकेटेड हो हाम्रो आदरणीय विद्यार्थी भाइ बहिनीको लागि। तर हाम्रो आदरणीय बुवा आमाले यो भिडियो हाम्रो भिडियो बढी हेर्ने भनेको हाम्रो आमा बुवा हो। त उहाँलाई भन्छु, तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, त्यो त काम मान्नु पसलै हो, त पसल गर्नुभयो, तपाईँले एक दिन खोलिदिनु भयो अनि गएर बसिहाल्नु भयो त तपाईँको चल्छ। तपाईँले अझ त्यसमा मेहनत गर्दै जानुपर्छ, तब न हुन्छ। के छ त तपाईँको विचार? तल कमेन्ट गर्नु होला र यस्तै भिडियोको लागि हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नु होला।